हेलो गाइस, म चाहिँ आज बजार भ्रमणमा छौँ। धेरै समयको अन्तरालपछि छोरी र म चाहिँ यहाँ उसमा घुमिरहेको अवस्था। माथि चढ्नु न छोरी, माथि चढ्नु त, माथि चढ्नु त। स्याबास, बिस्तारै गुम्बाको प्राङ्गणतिर छु छोरी र म होइन। वाउ, एकदमै राम्रो धार्मिक स्थल होइन। टक्क लाएर हामी चाहिँ घुमिरहेको अवस्था होइन। टक्क बाबा छोरी चाहिँ आज चाहिँ घुमिरहेको छु। छोरी है, हेलो गर्नुहोस् त छोरी, हेलो। ल माथि चाहिँ हिँड्नु छ छोरीले चाहिँ टक्क लाएर घुमाउँदै होइन। माथि 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 हिँड्नुहोस् है, नाकमा गयो। छोरीले टक्क लाएर हाम्रो चाहिँ यहाँ स्थानमा गुम्बा होइन। टक्क केटाहरू नै घुमिरहेछन्। एकदम रमणीय बजार पनि है, एकदम सुन्दर छ हाम्रो रानीपाउ बजार ककनी होइन। टक्क लाएर चाहिँ हामी घुमेको अवस्था। साथसाथै यहाँ बजारको नजिकै चाहिँ हाम्रो यता रहेको चाहिँ ककनी गाउँपालिका हल्का एकदम रमणीय छन्। रानीपाउ बजार साथसाथै यहाँ चाहिँ ककनी गाउँपालिकाका साथसाथै यहाँका साथमा चाहिँ हाम्रो ठुलो बिल्डिङ हस्पिटल बन्दैछ होइन। गाइस यतातिर एकदम नै घुम्ने रमणीय ठाउँहरू छन्। जाउँ बिस्तारै जाउँ छोरी। अब यहाँबाट चाहिँ हाम्रो यहाँ खप्टे ढुङ्गा भन्ने छ एकदम नै, तपाईँहरूले देख्न सक्नुहुन्छ। एकदम राम्रो है हाम्रो रानीपाउ हस्पिटल। फेरि चाहिँ न्यू हस्पिटल यहाँ चाहिँ बन्दै गरेको छन्। हाम्रो चाहिँ यो पालिका, यहाँ पालिका नजिकै चाहिँ स्वास्थ्य चौकी पनि रहेको जानकारी म गराउँछु। आज चाहिँ टक्क लाएर छोरी बाबा धेरै समयपछिको अन्तरालमा यहाँ चाहिँ पुरा एकदम नै फुटबल ग्राउन्ड बनेका छन्, देख्न सक्नुहुन्छ। एकदम नै है रमणीय छ। हामी माथि एकदम यहाँ चाहिँ हाम्रो छ है गाई आइसक्रिम खाइरहेका छन्। टक्क घटी कि आफूले चाहिँ टिटिक्क सुहाएको छन् हाम्रो सानो छोरी है। हेलो हाई गाइज भन्नुहोस् त, हाई नमस्ते भन्नु त, नमस्ते थ्याङ्क यू। ल टक्क घडी लाएर चाहिँ बाबा छोरी टक्क घुमिरहेको अवस्था। यसको साथसाथै हाम्रो चाहिँ एकदम नै अहिले बनेको खप्टे ढुङ्गामा चाहिँ एकदम नै रमणीय छ। यहाँ अब मासतिर पुग्नुपर्छ, म देखाउन चाहन्छु हल्का। यहाँ चाहिँ हाम्रो चाहिँ रानीपाउ बजारमा रहेको चाहिँ फुटबल ग्राउन्ड। यहाँ चाहिँ विभिन्न म्याचहरू हुन्छ। यसपालि राम्रो स्थानले बनिरहेको छ। यहाँ चाहिँ कम्पनीको गाडीहरू एकदम नै रमणीय छन्। प्रशस्त मात्रामा यहाँ पर्यटक स्थल छन्। यहाँ चाहिँ गुम्बा पनि रहेको छ र विभिन्न एकदम नै घुम्नको लागि चाहिँ स्वास्थ्य हावापानी एकदम नै राम्रो छ। माथि चाहिँ हाम्रो चाहिँ खप्टे ढुङ्गा भन्ने छ एउटा घुम्ने स्थल, त्यहाँ चाहिँ छोरी र म जाँदैछु। अब चाहिँ हामी रानीपाउ नजिकै रहेको एउटा सुन्दर लभिङ भन्दा पनि एउटा फ्यामिली एउटा वातावरणहरू चाहिँ घुम्न पनि सजिलो। यहाँबाट चाहिँ टक्क लाएर म आइपुग्न लागेको छु। मेरो छोरी चाहिँ पुरा टक्क लाएर है हिरोनी बनेर जाउँ। टक्क आइसक्रिम खाँदै मेरो छोरी टक्क हिँड्नुहोस् हिँड्नुहोस् छोरी, के लडेको कुकुर होस्, हिँड्नुहोस् त छोरी हिँड्नुहोस्। टक्क लाएको भ्रमण आज मेरो चाहिँ प्यारो है बच्चैदेखिको साथी भनौँ होइन। यो छोरीको चाहिँ विभिन्न टिकटकहरू अहिले चाहिँ यत्रो भइसक्यो। आजभन्दा 2 वर्षको अगाडिको भिडियो मात्रै मैले अपलोड गरेको थियो। आज चाहिँ हामी घुम्दैछु बाबा छोरी। हाई नमस्ते। ए ज्ञानी छ, कतिमा पढ्नुहुन्छ, कतिमा पढ्नुहुन्छ छोरी? एके थ्याङ्क यू। यस्तो छन् मेरो छोरी बाबा छोरी चाहिँ टक्क लाएर हामी यहाँ नजिकैको एउटा सुन्दर ठाउँ छ घुम्ने एउटा, म देखाउन चाहन्छु तपाईँहरू। रानीपाउ ककनी बजारको चाहिँ थोरै मात्रा आधा किलोमिटर नै नभनौँ
यहाँ रहेको एउटा खप्टे ढुङ्गा भनेर चिनिन्छ। खप्टे ढुङ्गा जाने बाटो कता हो भनेर रानीपाउ बजारबाट यहाँबाट चाहिँ सोध्नुभयो भने तपाईँहरू आउन सक्नुहुन्छ। एकदम केटाकेटीहरू चाहिँ टक्क लाएर चाहिँ केटाकेटी जोसुकै होस् यहाँ आएर चाहिँ एउटा मनोरञ्जन फोटोग्राफहरू गर्ने हो। खासै यताति यस्तो नराम्रो होइन, घुम्ने टक्क यहाँ जाने त्यो ढुङ्गा माथि गएर चाहिँ टक्क पिक्चरहरू लिन सकिन्छ होइन। खासै यस्तो छ रमाइलो भन्दा पनि टक्क लाएर हामी एकछिन जान्छौँ। छोरी र बाबा ल मेरो छोरी चाहिँ माथि पानी हो पानी क्या हाम्रो खाने पानी। जानु जमजम छोरी टक्क यसो गर्नु त हाई टु गर्नुहोस्। हेलो मेरो चाहिँ सानो छोरी नम्रता लामा, ओल्ड इयर्स 4 इयर्स भर्खर 4 वर्षको सानो बच्चा, अहिले चाहिँ 1 मा पढ्दैछ बोर्डिङमा। हिँड्नुहोस् त छोरी। बाबा छोरी चाहिँ हल्का घुम्ने टक्क आज चाहिँ बिदा छ, शिवरात्रिको दिन आज होइन। छोरी चाहिँ घुम्दै। हेलो छोरी, हेलो यतै हेर्नु त। हेलो बाबा छोरी चाहिँ टक्क लाएर घुमिरहेको छु। गाइजहरू म चाहिँ तपाईँहरूलाई बाबा छोरीको साथसाथै तपाईँहरूले चाहिँ मनोरञ्जन हाम्रो नुवाकोट जिल्लाको काठमाडौँबाट नजिकै रहेको लगभग 25 किलोमिटरमा रहेका रानीपाउ बजार ककनी गाउँपालिकाको नजिकै रहेको यो दृश्य म तपाईँहरू मार्फत देखाइरहेको छु। अब चाहिँ हामी गन्तव्यतिर पुग्न लागिसक्यो। एकदम नै रमणीय छ घुम्नको लागि। आजभन्दा केही साल अगाडि सफा थियो भने हल्का अहिले ऊ देखिन्छ। यहाँतिर चाहिँ टक्क लाएर चाहिँ यसलाई चाहिँ खप्टे ढुङ्गा भनेर चिनिन्छ। माथि गएर चाहिँ तपाईँहरूले चाहिँ पिक्चर लिन सक्नुहुन्छ है। अब टक्क लाएर बाबा छोरीको चाहिँ हल्का यहाँको चाहिँ भिडियोहरू खिचेर चाहिँ देख्न सक्नुहुन्छ। टक्क लाएर एकदम नै राम्रो बनाउनु भएको रहेछ। यसको लागि चाहिँ एकदम नै खुसी लाग्यो। थ्याङ्क यू सो मच। वाउ खाइयो बढी भयो क्या छोरी, बढी भयो। आइसक्रिम खाँदै नयाँ घडी लाउँदै 12:13 भएछ अहिले। टक्क क्याप लाएर मेरो छोरी आमै क्यापको भित्रमा त उही आइसक्रिम नि बसेर है। हजुरको नाम के हो? अलि बेसरी भन्नु न, के हो हजुरको नाम? नम्रता लामा। बाबाको नाम के हो? बाबाको नाम राजदूत तामाङ। मम्मीको नाम? अनि बेसरी भन्नु न। मम्मीको नाम रेनु लामा। यस। अनि दिदीको ठुल दिदीको नाम के हो? नमिता दिदी भन्छ है। थ्याङ्क यू सो मच मेरो छोरी। भर्खर मात्र 4 वर्ष भएको छोरी चाहिँ अहिले चाहिँ 1 मा पढ्दैछ। म विशेष कामले बाहिर रहँदै गरेको अवस्थामा आजभन्दा 2 वर्ष अगाडिको भिडियो पनि मैले बनाएको छु है, टिकटकमै कैद छ। थ्याङ्क यू सो मच सबैजनालाई। अब मेरो चाहिँ ब्याट्रीको प्रब्लमले गर्दा अहिले यति नै गर्दै सम्पूर्ण तपाईँहरू चाहिँ काठमाडौँबाट 25 किलोमिटर रानीपाउ बजारमा आइसकेपछि तपाईँहरू चाहिँ यसरी घुम्न एकदम नै रमणीय देख्छ। यसको चाहिँ सफा मौसम भएको बेलामा चाहिँ यहाँबाट चाहिँ 5-7 8 चाहिँ हिमालयहरू तपाईँहरूले चाहिँ प्रत्यक्ष देख्न सक्नुहुनेछ। भन्दै अहिलेको चाहिँ मेरो मोबाइलको ब्याट्रीले घन्टी बजाउँदैछ, त्यस कारणले गर्दा एकदम नै रमणीय छ। आज मौसम खराब भएको कारणले गर्दा पनि र बाबा छोरीले चाहिँ तपाईँहरू मार्फत बिदा। थ्याङ्क यू सो मच। यतिकैमा म बाबा छोरी चाहिँ तपाईँहरूले अन्तिमसम्म हेर्नुहुने दर्शकहरूलाई हृदयदेखि नमन छ। थ्याङ्क यू छोरी, बाई बाई। थ्याङ्क यू भन्नु न। थ्याङ्क यू। ओके।